यो चाहिँ हामी 3 दिनको लागि 3 दिन होइन 2 दिनको लागि घुम्न जान लाग्यो। हामी स्कुटरमा चढ्यौँ। त्यसपछि हामी पुग्यौँ अम्लेखगञ्जभन्दा वर। यहाँ हामीले खायौँ चना र प्याज। त्यसपछि त्यो रजनीगन्धा खानको लागि त्यहाँ उभियौँ। मैले तेल हालिदिएँ हात्ती। त्यसपछि मामा घर जानुभन्दा अगाडि मामा घर भेटियो। ट्रक गुटुङ टुङ गुटिरहेछ। अनि त्यसपछि यो गाउँबारी। त्यसपछि हामी मामा घर पुग्यौँ। मासु भात खायौँ। जबरजस्ती प्रिन्सले आफ्नो क्युटनेस देखाउनु खोजी त्यहाँ। यो व्हाइट सिमेन्ट दलिरहेछ विमेशले मुखमा। त्यसपछि हामी गयौँ मामाको फ्याक्ट्रीमा। अहिले हामी घुम्न आएको छौँ ज्योति स्पिनिङ मिल्स प्राइभेट लिमिटेड। गएको छौँ। गयौँ हरियो क्योट्स। अनि त्यसपछि आयो त्यहाँ धागो फ्याक्ट्रीमा धागो बनिरहेछ। अनिल मामाले हामीलाई टुर दिइरहनु भएको छ। यो गोदाम, यो गोदरेजको यो बस, यो गोदाम होइन फ्याक्ट्री धागो। अनि यो जबरजस्ती क्युट। त्यसपछि यो पनि धागो मेसिनमा धागो हातमा धागो। अनि पवन मामा हुनुहुँदो रहेछ यहाँ। ईसन पनि छ, भट्टे पनि छ। त्यसपछि फेरि क्युट हुन जबरजस्ती खोज्दै। यसै गरी हाम्रो फ्याक्ट्री भिजिट यहीँ सकिएको छ। धन्यवाद।